ल सही है। सो म तिमीलाई नेस्टेड इफ भनेको छ नि त। सो नेस्टेड इफ भन्नाले के बुझिन्छ भन्दाखेरि चाहिँ इफ भित्र अर्को इफ हो कि नेस्टेड भनेको। एउटा इफ भित्र सरी एउटा इफ भित्र अर्को इफ भयो भने के भन्छ नेस्टेड भन्ने गरिन्छ है। सपोज अब म के गर्छु भन्दाखेरि यसो चेक गर्छु। इफ जसरी मैले a इक्वल्स टु 4 2 गरेँ। इफ a इक्वल्स टु 2 है मैले यसो गरेँ। अनि त्यसपछि म के गर्न सक्छु b इक्वल्स टु 4 गरेँ। सो यसै गरी मैले यसरी के लेख्न सकेँ कुनै कन्डिसनहरू है जस्ट इक्जाम्पल मैले गरेँ। इफ के गरेँ मैले b इक्वल्स टु 4 देन यसको मिनिङ के भयो यो कन्डिसन पनि एक्जिक्युट हुनु पर्यो ट्रु हुनु पर्यो यो कन्डिसन पनि ट्रु हुनु पर्यो तब मात्रै भित्रको कुरा प्रिन्ट के हुने भयो एक्जिक्युट हुने भयो भन्ने हो नि त। कन्सोल डट लग ओके भने मैले सो एक्जिक्युट गर्छु ओके आयो। कसरी ओके आयो यो कन्डिसन पनि ट्रु भयो यो कन्डिसन पनि ट्रु भयो है त्यही भएर ओके डिस्प्ले भयो। सो यो किन के हो भन्दाखेरि चाहिँ अब कुनै कन्डिसन हुनसक्छ एउटा कन्डिसनभित्र अर्को कन्डिसन है। यो इक्जाम्पल जुनसुकै इक्जाम्पल पनि गर्न पाइयो है। मैले यो सिम्पल अहिले तिमीलाई डेमोन्स्ट्रेट गर्नलाई मात्र गरेको त्यसलाई के भन्छ नेस्टेड नेस्टेड है। सो एनइएस नेस्टेड इफ भन्ने गरिन्छ है त है। ल सो यो कुन केसमा युजफुल हुनसक्छ भन्दाखेरि चाहिँ जसरी भोट कुनै मान्छे भोट गर्न पाउँछ कि पाउँदैन भन्ने एउटा इक्जाम्पल छ नि त्यो इक्जाम्पल गर्न पाइयो हो। यहाँनिर एज चेक गर्न पाइयो एज ट्रु भयो भने हाम्रो के हुनु पर्यो अर्को पनि चेक गर्नलाई यहाँनिर लोकेसन कन्ट्री चेक गर्न पाइयो यसरी है एउटा भित्र बुझ्यो हो। एनले पनि गर्न सक्छ तर यो केस यो कन्सेप्ट बुझिराख भनेको मैले है त एउटा इफ भित्र अर्को इफ यसलाई भन्छ नेस्टेड इफ भन्ने गरिन्छ है। ल यसै गरी हाम्रो के छ नेस्टेड फोर भनेर छ एउटा फोर भित्र अर्को फोर। अस्ति हामीले के हेरेको थियौँ एउटा फोर मात्र हेरेको थियौँ नि है। ल सो के थियो नेस्टेड फोर भन्यो मैले त। सो फोर अब यहाँ कुनै सिन्ट्याक्स छ अरे। सो यो के छ लेट ए इक्वल्स टु अथवा मैले आई नै गरेँ यसलाई आई इक्वल्स टु 1 अनि यहाँनिर के हुन्छ कन्डिसन आई लेस देन इक्वल्स टु हो अनि यहाँ सेमी कलन बिर्सियो सेमी कलन लगाउन चाहिँ बिर्सिनु भयो है। यहाँ सेमी कलन हुन्छ अनि यहाँनिर मैले के आई प्लस प्लस। सो हिजो हामीले यो कुराहरू हेरेको थियौँ है हो। सो यो कुरामा अब यो कुरा भयो सो यो नर्मल फोर लुप भयो है। सो अब यदि हाम्रो यो फोर भित्र अर्को फोर यसरी हुन्थ्यो भनेपछि लेट जे इक्वल्स टु 1 है। अब यहाँ के जे लेस देन इक्वल्स टु 3 है। अनि यसरी जे प्लस प्लस यसरी भयो चाहिँ यो के भयो त नेस्टेड फोर भयो। एउटा फोर लुप छ यो फोर लुपभित्र अर्को फोर छ है। सो यो कन्सेप्ट एकदमै युजफुल भइरहेको हुन्छ है त। सो आज यो कन्सेप्टहरू हामी युज गरेर के कुराहरू गर्नेछौँ। सपोज अब म यहाँ के गर्छु हेर्नु कन्सोल सो मैले यहाँ सपोज ल ए प्रिन्ट गर्न खोजेँ अरे हेर्नु कत्रो आयो है 3 3 3 9 टाइम्स आयो 9 टाइम्स किन आयो यो आउटर भनेको यो आउटर लुप यसलाई इनर लुप भनिन्छ है। यो होल कन्सेप्टलाई नेस्टेड फोर भन्यो एउटा फोर भित्र अर्को फोर है। सो यो भनेको के भयो आउटर लुप यो भनेको इनर लुप भन्न सक्यो है। ल सो अब यो कुराहरू भयो। ल नेक्स्ट नेस्टेड फोरको कन्सेप्ट बुझ्यौ ल ठिक छ। सो अब यो कुरालाई मैले एकछिनलाई कमेन्ट गरिदिएँ। सो अब हामी एउटा के कुरा गर्न खोजौँ भन्दाखेरि चाहिँ एउटा प्याटर्न प्रिन्ट गर्न खोजौँ है। ल प्याटर्न भनेको यस्तो छ ल यो प्याटर्न छ यो प्याटर्न हामीले प्रिन्ट गर्न खोज्नु पर्यो है। अब यो डिस्प्ले गर्नलाई हामीले के गर्न सकिन्छ
एउटा चोर चोर बुद्धिले के गर्छ भन्दाखेरि चाहिँ के गर्छ हेर त यो भित्र नै जम्मै राखेको हो यसरी पनि गर्न मिल्यो है त यसरी एउटा स्टार गर्यो अनि यसरी दुईटा गर्दै गयो भने चाहिँ हाम्रो के हुने भयो हेर त गर्दै गयो भने यसरी डिस्प्ले हुने भयो तर हामीले चाहिँ यसरी त गर्नु भएन हामीले कुन कन्सेप्ट युज गरेर गर्नु पर्यो फोरको कन्सेप्ट लुपको कन्सेप्ट युज गर्नु पर्यो हेर त ल देख्यो है अब यसरी जति थप्यो त्यसरी नै प्याटर्न हुने भयो तर यो प्याटर्न त होइन नि त चाहिएको यसरी त होइन नि त यो तरिका देख्यो है अब कुन तरिका देख्यो त ल है त सिम्पल छ सो अब यसमा म माथि एक कुरा लेख्छु फोर लेट i इक्वल्स टु 1 नै गरेँ मैले i लेस देन इक्वल्स टु यो अब होइन अब म यहाँ हो 5 किन 5 हो 5 चोटि प्रिन्ट हुन्छ सो अब म तिमीलाई एउटा कन्सेप्ट भन्छु है त्यो जुन आउटर लुप मैले भनेको पहिला लेख्छु त्यसपछि भन्छु है त 5 लाइन ल अब यहाँ के गर्नु पर्यो आई प्लस प्लस गर्नु पर्यो है ल यो एउटा आउटर लुपको लागि गऱ्यो इनर लुपको लागि पनि म सेम कुरा गर्छु लेट j=1 अनि j लेस देन इक्वल्स टु हामीले कति गर्नु पर्यो भन्दाखेरि चाहिँ यो कुरा चाहिँ म तिमीलाई भन्छु ल यहाँ हेर है यो भनेको हाम्रो के हो आउटर लुप होइन यो आउटर लुप हो इनर लुप हो सो यो प्याटर्न हेर सो यो प्याटर्नमा हाम्रो के छ रो अनि कलमहरू छ नि सो यो एउटा रो भयो एउटा यो कलम भयो यो दोस्रो रो दुईटा कलम छ तेस्रो रोमा कति छ तिनवटा कलम छ फोर्थमा कति छ फोर्थै कलम छ फिफ्थ रोमा कतिवटा कलम छ फाइभवटै कलम छ है अब यसमा के गर्नु पर्यो भन्दाखेरि चाहिँ हाम्रो आउटर लुपले केलाई डिनोट गर्छ रोलाई डिनोट गर्छ रोलाई है अब इनर लुपले केलाई डिनोट गर्छ कलमलाई डिनोट गर्छ हो अब यसमा के गर्नु पर्यो भन्दाखेरि ल यहाँ हेर हाम्रो पहिलो रोमा कतिवटा कलम छ एउटै छ एउटा रोमा एउटै कलम छ फर्स्ट रोमा फर्स्ट एउटा कलम मात्र छ होइन र अब यहाँ हेर त्यो रोको भ्याल्यु 1 हुँदाखेरि आई भनेको 1 हो नि त 1 हुँदाखेरि अब जेको भ्याल्यु पनि हाम्रो कति हुनु पर्यो 1 हुनु पर्यो 1 हुनु पर्यो भनेको मिनिङ यो लुप एकपल्ट मात्र चल्नु पर्यो जेको लुप सो यसको लागि मैले यहाँ के गर्नुपर्ने हुन्छ जे लेस देन इक्वल्स टु आई गर्नुपर्ने हुन्छ है यहाँ हेर यहाँ मैले कुनै नम्बर राखेन यहाँ डाइनामिक राखेँ अब यो आईको भ्याल्यु चेन्ज भइजाने भयो सुरुमा यसको भ्याल्यु 1 हुने भयो यो 1 यहाँनिर रिप्लेस हुने भयो सो यो लुप कतिपल्ट चल्ने भयो कलमको भ्याल्यु एकपल्ट मात्र चल्ने भयो नि त कलम पहिलो रोमा कति कलम छ एउटा कलम छ म यो गरेर देखाउँछु अनि त्यसपछि तिमी अझ मजाले बुझ्छौ अब यो जे प्लस प्लस त गर्नै पर्यो जेको भ्याल्यु पाउनु पर्यो नि त ल यहाँ हेर सो म अहिले के गर्छु कन्सोल डट लग स्टार चाहियो हामीलाई है ल स्टार अनि स्पेस चाहियो स्टार पछि यसो गरेर है बिचमा स्पेस छ र यसलाई स्पेस हटायो ल यहाँ हेर सो यो यसरी आयो तर हामीलाई यसरी चाहियो होइन हामीलाई अर्को तरिकाले चाहियो हो जस्ट वेट है त म यो प्रब्लमलाई कसरी हुनसक्छ भन्दाखेरि चाहिँ हामीलाई यहाँ हेर यो प्रिन्ट भइसक्यो नयाँ लाइनमा आएको छ नि नयाँ लाइनमा चाहियो सो यसपछि पनि नयाँ लाइनमा चाहियो यसको लागि मैले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँनिर यो लुप बाहिर मैले किन गरेँ भन्दाखेरि चाहिँ एउटा यो काम सकाएपछि नयाँ लाइनमा छ नि यो लुप काम सकाएपछि नयाँ लाइनमा छ नि हो सो यो लुप भनेको कलमको काम सकाएपछि नयाँ लाइनमा आउनु पर्यो सो यसको लागि यो लुप बाहिर लेखेँ मैले यो काम सकायो यो लुप बाहिर आयो यहाँनिर आयो नि त यहाँनिर मैले के लेख्न सक्छु नयाँ लाइनमा जानु पर्यो कन्सोल डट लग है ल यो गरेपछि हाम्रो एउटा काम भयो हेर त नयाँ लाइनमा गयो एउटा लाइन आयो ग्याप हो यहाँ हेर अलिअलि काम भयो हाम्रो पहिलो रोमा के छ एउटा मात्र छ दोस्रो रोमा दुईवटा छ तेस्रो रोमा तिनवटा छ चौथो रोमा चारवटा छ यसै गरी कति छ पाँचवटा छ तर अब हामीलाई कसरी चाहियो हो यसरी चाहियो हो होइन नि त हो हामीलाई के चाहियो भन्दाखेरि चाहिँ यो सँगसँगै चाहियो यसरी होरिजेन्टली होइन त हो ल अब यसलाई के गर्न सकिन्छ होला के आइडिया छ भन्नु मलाई पहिला मैले लेखेको कुरा बुझ्ने प्रयास गर अनि एक्सप्लेन गर्छु
सो यो स्ल्यास एन नगरे नि हुन्छ है। मैले स्ल्यास एन अघि किन गरिरहेको थिएँ भन्दाखेरि चाहिँ हाम्रो कन्सोल डट लगले नयाँ लाइन अटोमेटिकली दिन्छ है त, स्ल्यास एन नलेख्दा नि हुन्छ। अनि दुईवटा लाइन आएको थियो अघि होइन, तिमी हेर्छौ भनेपछि मैले यसरी गर्दाखेरि दुईवटा लाइन थियो बिचमा, त्यो कन्ट्रोल स्ल्यास एनले नयाँ लाइन त दिन्छ है, तर कन्सोल लगले यो प्रिन्ट गरिसकेपछि यो प्रिन्ट गरी अटोमेटिकली नयाँ लाइनमा राख नि है। सो त्यो कुराहरू गर्ने भयो। अब यो कोडमा यहाँ हेर है के भन्छ। यो कोडमा के भयो भन्दाखेरि चाहिँ म तिमीलाई अब मैले एउटा ए भनेर भेरिएबल बनाएँ है, सुरुमा यो भित्र के छ के भन्छ होइन है, म यो भित्र इक्वल्स असाइन चाहिँ गरेछु तर पुरा असाइन गरेछु, भित्र खाली छोडेछु है, पोजिसन दिएछु। अब यो भित्र किन छोड्यो भन्दाखेरि यो भित्र म पछि केही ऱ्यापिङ गरिरहेको छु यहाँहरू। यसको प्रोब बुझ, सुरुमा आईको भ्याल्यु कति हुन्छ, 1 हुन्छ हो। सो अब यो लुप आईको भ्याल्यु 1 भयो सक्यो। अब यहाँ कन्डिसन चेक गर्ने अब आई लेस देन इक्वल्स टु 5 ट्रु हो कि फल्स हो, 1 लेस देन इक्वल्स टु 5 ट्रु हो। सो यो ट्रु हो भने चाहिँ अब यहाँ आयो, यहाँ ए भन्ने बनायो। सो यसपछि यहाँ गयो ये भित्र जे जे इक्वल्स टु 1 जे लेस देन इक्वल्स टु आई, जे भनेको कति छ 1, 1 लेस देन इक्वल्स टु आई ट्रु हो कि फल्स हो, 1 लेस देन इक्वल्स टु 1 ट्रु हो। ट्रु हो भन्ने बित्तिकै हाम्रो के हो भन्दाखेरि चाहिँ ए इक्वल्स टु एमा हामीले यसलाई एपेन्ड गरिदियौँ है। एमा सुरुमा के थियो, केही पनि थिएन नि त। अब यसलाई ए भित्र हामीले स्टार र स्पेस दियौँ, यो स्टार अनि स्पेसलाई हामीले के गर्यौँ एपेन्ड गर्यौँ, अब लास्ट असाइन गर्यौँ भन्नु है त। एड एन्ड असाइन भन्ने पढेको थियो नि अपरेटर हो हो। सो यो एड एन्ड असाइन गर्यौँ, सो यो गर्यौँ। अब के हुन्छ यहाँ जान्छ, यो कुरा सक्यो नि त। अब जेको भ्याल्यु कति हुन्छ, 2 हुन खोज्छ, 2 हुन्छ। सुरुमा आइ थियो नि त 1 थियो, अनि जे प्लस प्लस गऱ्यो भने 2 भयो। 2 भइसकेपछि यहाँ कन्डिसन चेक गर्छ, 2 लेस देन इक्वल्स टु आईको भ्याल्यु कति छ, 1 नै छ। के भनेको त के हो, फल्स हो फल्स हो। फल्स हो भने चाहिँ यो इनर लुपदेखि बाहिर आयो, इनर लुपदेखि बाहिर आउनुको मिनिङ यहाँनिर यो लाइनमा आयो। यो लाइनमा कन्सोल डट लग एलाई प्रिन्ट गर्नुको मिनिङ के हो, ए भित्र के छ, ए भित्र हामी पुरा प्रिन्ट गर्नु हो। ए भित्र के छ अहिले हो, एउटा स्टार मात्र हो नि, एउटा स्टार स्पेस छ यति छ। सो यहाँ हेर यसलाई प्रिन्ट गरिदियो, पहिलो लाइनमा यति प्रिन्ट गर्यो स्टार अनि स्पेस प्रिन्ट गरेछ हेर त। अब यस्तो प्रिन्ट गर्यो कन्सोल लग, कन्सोलको काम के हो, कन्सोल डट लग प्रिन्ट गर्ने अनि अटोमेटिकली न्यू लाइनमा जाने। यहाँनिर आयो कर्सर है, यहाँनिर आयो बुझ्दा हुन्छ है, यहाँनिर आइसक्यो, यो लाइन प्रिन्ट गरेर यहाँनिर आइसक्यो। अब भयो यसपछि के भयो, आईको भ्याल्यु अब बल्ल कति हुन्छ, 2 हुन्छ है। आईको भ्याल्यु 2 भयो, सुरुमा 1 थियो नि त, 2 भयो। अब यहाँ कन्डिसन चेक गर्छ, 2 लेस देन इक्वल्स टु 5, यो ट्रु हो कि फल्स हो, ट्रु हो। ट्रु भइसकेपछि यो भयो। र यसपछि यहाँ गयो लेफ्ट जे इक्वल्स टु 1 नै हुने भयो। सो यहाँ 1 लेस देन इक्वल्स टु 2, आईको भ्याल्यु 2 छ, जेको भ्याल्यु 1 देखि जान्छ है, 1 देखि कति छ, 1 देखि यहाँ 2 भएपछि 2 सम्म, 1 देखि 3 4, अहिले आईको भ्याल्यु कति छ, कति भयो अपडेटेड, 2 भयो। अब आज जेको भ्याल्यु कति छ, जेको भ्याल्यु कसरी 2 हुन्छ, जेको हो अहिले 1 अघि 2 भएको थियो नि त हो। यहाँनिर मैले लेट भनेर असाइन गरिदिएँ, सुरुदेखि असाइन गरेछु देख्यो, त्यो लुप सकिसकेछ क्या, त्यो लुप सकिसकेछ है। अनि जेको भ्याल्यु कति भयो, सुरुदेखि 1 भयो। लेफ्ट यो असाइन भनेको अस्ति पढेको थियो नि हामीले, असाइन गर्नु पर्छ लेफ्टलाई हो। सो जेको भ्याल्यु 1 भयो, 1 भयो अनि आईको भ्याल्यु हाम्रो कति छ, 2 छ। अब 1 देखि 2 भनेको कतिपल्ट चल्ने भयो, 1 अनि 2 दुईपल्ट चल्ने भयो नि लुप, बुझ्यो कि बुझेन। ल यो कुरा चाहिँ म तिमीलाई लेखेर गर्छु है त अब। ल अब हेर के भइरहेको छ, कति टाइम गयो थाहा हुँदैन। त्यो ध्यान दिएर बुझ्नु पऱ्यो है, इम्पोर्टेन्ट कुरा हो। ल एक सेकेन्ड है म, सो यहाँ हेर सुरुमा आएको भ्याल्यु कति हुन्छ, आएको टु भन्छ है। अनि कन्डिसन चेक गर्यो, आई लेस देन इक्वल्स टु 5 ट्रु हो कि फल्स हो, ट्रु भयो। ट्रु भयो भने यो लुपभित्र जाने भयो, भयो कि भएन, भित्र गयो, एलाई असाइन गर्यो, डिग्री इनिसलाइज भयो, अनि यसपछि यहाँ आयो, भित्र आयो है। सो जे इक्वल्स टु 1 छ, अनि जे लेस देन इक्वल्स टु आई, आईको भ्याल्यु कति छ हामीसँग, 1 छ। जेको भ्याल्यु कति छ, जे जेको भ्याल्यु कति छ, जे इक्वल्स टु 1 भयो यसरी।
अनि यहाँ कन्डिसन के चेक गर्यो 1 लेस देन इक्वल्स टु 1 यो ट्रु हो नि यो ट्रु भयो भने हाम्रो ए भन्ने भेरिएबलमा के गयो ए कस्तो सुरुमा केही पनि छैन अहिले ए भन्ने भेरिएबलमा के गयो स्टार भएर बस्यो अनि अब यसको भ्याल्यु जेको भ्याल्यु कति हुन्छ 2 हुन खोज्छ किनकि इन्क्रिमेन्ट हुन्छ यसपछि यो सकिएपछि जेको भ्याल्यु हाम्रो कतिको 2 भइसक्यो अब जेको भ्याल्यु 2 भइसकेपछि हामी यहाँ के हो कन्डिसन चेक गर्छ त्यो जनालाई त कन्डिसन चेक गर्नु पर्यो कन्डिसन ट्रु भने मात्र जाने हो नि त भित्र सो यहाँ 2 लेस देन इक्वल्स टु 1 आइको भ्याल्यु त 1 नै छ नि त हो 2 जेको अब फल्स भयो यो भित्र केही पनि एक्जिक्युट भएन सो अब यो फल्स भइसक्यो यो लुप भन्दा बाहिर आयो यहाँनिर आयो सो यसलाई कन्सोल डट लग ए भनेर ए को भ्यालु के छ स्टार छ नि त सो यसलाई हाम्रो एउटा स्टार प्रिन्ट गरिदियो यसरी है अब यो प्रिन्ट गरेपछि नयाँ लाइनमा यहाँनिर आयो है कन्सोल डट लग के गर्छ नयाँ लाइनमा आउँछ जान्छ ल अब हाम्रो यहाँ जान्छ यहाँ गएपछि आईको भ्याल्यु कति हुन्छ सुरुमा कति थियो इन्क्रिमेन्ट हुन्छ एउटा सुरुमा कति थियो आई कस्तो 1 थियो अब आई 2 भयो है अब कन्डिसन चेक गर्छ 2 लेस देन इक्वल्स टु 5 ट्रु फल्स ट्रु हो सो यहाँ गयो त्यसपछि जेको भ्याल्यु कति छ इनिसियलाइज भयो सुरुदेखि किनकि जेको काम यहाँनिर सक्यो 2 भइसकेको थियो अब सुरुदेखि हामीले इनिसियलाइज गर्यो है जेको भ्याल्यु अब कतिको 1 भयो अब यहाँ आईको भ्याल्यु कति छ 2 छ बुझ्यो अब यहाँ के गर्छ 1 लेस देन इक्वल्स टु 2 ट्रु हो कि फल्स हो ट्रु हो ट्रु हो भनेपछि भित्र गयो यो भित्र जानुको मिनिङ के भयो ए भन्ने भेरिएबलमा के छ केही पनि छैन नि त यो रिअसाइन भयो नि त यो लुप सकिसकेपछि ल्याड गर्यो सो ए भित्र के छ केही पनि छैन अब हामीले के गर्यौँ ए कस्तो ए प्लस भनेपछि यो स्टार आयो यसरी स्टार आयो स्टार अनि स्पेस आयो यसरी है स्टार अनि स्पेस आयो अब जेको भ्याल्यु हाम्रो कति छ 1 छ अब यहाँ गएर के हुन्छ जेको भ्याल्यु जेको भ्याल्यु 1 थियो अब यो आयो यो सकिएपछि जेको भ्याल्यु एउटा लिङ्क पनि हुनुपर्छ जेको भ्याल्यु कति भयो 2 भयो हो यसरी जेको भ्याल्यु कति भइसक्यो हाम्रो 2 भयो अब जेको भ्याल्यु 2 भयो यहाँ चेक गर्छ जे लेस देन इक्वल्स टु आई यसको मिनिङ के हो 2 लेस देन आई को भ्याल्यु कति छ 2 छ 2 लेस देन इक्वल्स टु 2 भनेको यो ट्रु हो नि हो यो ट्रु हो नि यो भित्रको कुरा एक्जिक्युट हुने गयो है अब यो भित्र सुरुमा ए भन्नेमा के छ अलरेडी स्टार छ नि त ए इक्वल्स टु एउटा स्टार र स्पेस छँदैछ अब के भयो एउटा स्टार र स्पेस थप्यो यसरी सो अब जेको भ्याल्यु हाम्रो कति हुन्छ 3 हुन्छ जेको भ्याल्यु यदि 3 गरिदियो नि त अब यो सकिएपछि अब यहाँ आयो कन्डिसन चेक गर्छ है भित्र जाँदा कन्डिसन सेटिस्फाई हुनु पर्यो नि त ट्रु हुनु पर्यो अब यहाँ के गर्छ 3 लेस देन इक्वल्स टु आई को भ्याल्यु कति छ 2 नै छ 3 लेस देन इक्वल्स टु कति भयो 2 ट्रु हो कि फल्स हो फल्स हो फल्स भनेपछि यो लुपभित्र गएर जान पाएन यो लुपभित्र जान पाएन भनेपछि अब कहाँ आयो यो लुप सक्यो यो अब बाहिर आयो यो लुप बाहिर यो लुप बाहिर केलाई प्रिन्ट गर्छ एलाई एमा के छ भ्याल्यु रिसेन्ट भ्याल्यु यो छ नि त स्टार स्पेस छ यसै गरी यहाँनिर आइसकेको थियो हाम्रो अब यहाँनिर के आयो स्टार एउटा स्पेस अनि एउटा स्टार अनि स्पेस यहाँ पनि स्पेस थियो है हेऱ्यो त अब यसै गरी हाम्रो के हुन्छ अब हेर अब यहाँ गयो आईको भ्याल्यु एउटा इन्क्रिमेन्ट गर्छ आईको भ्याल्यु कति छ अहिले फेरि कति हुन्छ त्यही हुन्छ सो अब फेरि यो काम गर्यो एलाई इनिसियलाइज गर्यो अनि फेरि यसलाई पनि के गर्यो सुरुमा चाहिँ 3 थियो मतलबै भएन हामीलाई अब यहाँ सुरुदेखि के गरिसकेछौँ हामीले इनिसियलाइज गरिसकेछ इनिसियलाइज डिक्लेयर के भन्छ यसलाई रिडिक्लेयर भन्छ है के भन्छ अस्ति हामीले पढेछौँ नि लेट ल ठिक छ हो ल सो गर्न मिल्छ नि त ल सो अब यहाँ के गर्यौँ हेर त स्कोप जे कस्तो 1 गरिदियो सुरुदेखि नै गर्यो हेर त जे कस्तो कति भयो यहाँ 1 भयो सो अब यो कन्डिसन चेक गर्छ आई 1 लेस देन इक्वल्स टु आई भनेको कति छ 3 छ ट्रु हो नि हो सो यहाँ के भयो ए को भ्याल्यु त्यसपछि ए इक्वल्स टु
स्टार अनि स्पेस आयो। अब यसै गरी अझ के हुन्छ, जेको भ्याल्यु बढाउँछु, 1 देखि कति हुन्छ अब 2 हुन्छ। सेम प्रोसेस हो माथि गयो अब 2 हुन्छ। अब यहाँ चेक गर्छ 2 लेस देन इक्वल्स टु 3, दिएको भ्याल्यु 3 छ। 3 हो, 3 भनेपछि के गर्यो, ए इक्वल्स टु स्टार स्पेस पहिलाकै थियो, अब नयाँ के थपिदियो, स्टार स्पेस थप्यो। अब जेको भ्याल्यु कति हुने भयो, 3 हुने भयो, यसले 3 गरिदियो। अब यहाँ चेक गर्छ 3 लेस देन इक्वल्स टु आईको भ्याल्यु कति छ, 3 नै छ है। यो पनि ट्रु भयो, ट्रु भयो भने के भयो, यो त स्टार थप्यो, स्टार स्पेस थप्यो, अलरेडी भनेपछि यो छ नि त, अलरेडी हाम्रो स्टार स्पेस अब नयाँ के थप्यो, स्टार स्पेस थप्यो है, बुझिरह्यो हो। अब यो भएपछि जेको भ्याल्यु अझ एउटा बढ्छ, यसले बढाइदिन्छ, यसले जेको भ्याल्यु कति भयो, 4 भयो। अब यहाँ चेक गर्छ 4 लेस देन इक्वल्स टु 3, फल्स हो। सो यो भित्र लुपभित्रै गएन, सो यो अब के थप्यो, यो भयो नि त फाइनल, लुपभित्र गएन, यहाँ लुपभित्र गएन, सो यो लुप सक्यो, यहाँ आयो नि त कन्ट्रोल, यहाँ आयो, यहाँ आएपछि एलाई पिक गर भने एमा के छ, स्टार स्पेस स्टार स्पेस स्टार, दुईवटा स्टार छ नि। हो अब यहाँनिर हाम्रो कति आयो, एउटा दुईवटा तिनवटा आयो, यसरी बुझ्यो। हो अब सेम प्रोसेस हो कि, अब सेम प्रोसेस के हुन्छ, यहाँ हेऱ्यो, यहाँ प्रो बुझ्यो त कसरी भइरहेको। सो अब यहाँ आयो, आईको भ्याल्यु हाम्रो कति भयो थियो, 3 छ नि त। अब आईको भ्याल्यु कति भयो, 4 भयो, भयो कि भएन। हो तर जेको भ्याल्यु हेर त 1 देखि नै स्टार्ट भएको 4 सम्म, 1 देखि यो 2 सम्म भनौँ, 2 सम्म एक्जिक्युट भयो, यो 3 त एक्जिक्युट भएको छैन। त्यस्तो किन भन्दाखेरि चाहिँ आई हाम्रो सकेछ र 5 सम्म पुगेछ र कहिले, यो जे त हामीले यहाँ के सेट गरेछौँ, आई सेट गरेछौँ नि, यो जे त सकिएर सुरुदेखि भइरहेको नि त, आई त सुरुदेखि नै भइरहेको छैन, आई सकिसक्यो छैन नि त, आइसकेको हो, त्यही भएर आई त्यहाँदेखि भइरहेको हो। जेको कन्डिसन फल्स भइसकेपछि यो भित्रै गइराखेन नि त, नयाँ लुप स्टार्ट भइरहेको छैन, हो स्टार्ट भइरहेको, तर हेर त, हो हो आईको त लुप सकेकै छैन। अब आई त्यसपछि 6 हुन्छ, एक त्यसपछि 6 भइसकेपछि यो लुप भित्रै जान्न, यसरी फेरि यहाँ आउँछ, सक्यो नि त्यसपछि है त। हो यो अब बुझ्यो कि बुझेन, सेम अब अरू प्रोसेस यसरी नै जाने हो। ल ठिक छ है त, ल सो यो कुरालाई स्क्रिनसट पनि लिन सक्छौ तिमीले, यो स्क्रिनलाई बुझ्न सजिलो हुन्छ तिमीलाई। ल एकछिन मलाई भन, सो यो ट्राई गरेर त यो कोड अब आफैमा रन गरेर है, आफै टाइप गरेर फर्स्ट टाइप गरेर 1 मिनटमै टाइप हुन्छ, त्यसपछि अरू कुराहरू हेर्छौँ है। ठिक छ।
जस्ट हामीले आईलाई प्रिन्ट गर्ने आईलाई प्रिन्ट गर्ने के लेख्नु पर्यो आफै बुझ्दा अक्सलाई लेखाउनुको जसरी लेख्नु बुझ्यो है त सो आई गऱ्यो भने आई भनेको के हो आउटर हो नि त आउटर लुपको भ्याल्यु चेन्ज भइरह जब इनर लुप सकिन्छ कन्डिसन फल्स हुन्छ तब मात्र आउटर लुपको भ्याल्यु चेन्ज भइरहेको नि त त्यो बेलासम्म आईको भ्याल्यु सेम रहन्छ पहिलो रोमा आईको भ्याल्यु 1 रहिरहन्छ कलम पनि 1 नै छ अब दोस्रो रोमा आईको भ्याल्यु के हुन्छ 2 भएको छ आईको भ्याल्यु 2 भएको छ दोस्रो पल्ट लुप चल्दाखेरि आउटर लुप दोस्रो पल्ट लुप चल्दा आईको भ्याल्यु 2 भएको छ अनि इनर लुप कतिसम्म चल्ने भयो 1 देखि 2 भनेको आईको भ्याल्यु कति छ दुईटा हो नि त आईको भ्याल्यु 1 देखि 2 सम्म त्यो भनेको दुई पल्ट चल्ने भयो अब आईको भ्याल्यु 2 छ हामीलाई आउटपुटमा के देखाउनु पर्ने छ 2 2 दुई पल्ट लुप चल्ने हो भनेर थाहा पाइसक्यौँ सो हामीले त्यसलाई डिस्प्ले गर्नु पर्यो आईलाई होइन त हो सो त्यो कन्केटिनेट गरेर त्यो हामीले के गर्यौँ आईलाई यसरी डिस्प्ले गरायौँ है जुन रो छ त्यो हेर नम्बर अफ रो कति हो तेस्रो नम्बर अफ रोमा त्यति छ चौथो नम्बर अफ रोमा छ आईको कुन भ्याल्यु के छ त्यो अनुसारले हामीले त्यसलाई प्रिन्ट गरिरहेछौँ है बुझ्नु अब तिमीलाई कोड अघि जुन जुन गरेछौ यसलाई मजाले बुझ्ने प्रयास गर तिमी मजाले बुझ्छौ यो कुरा है सो यो नेस्टेड फोरको कुरा भयो अब भोलि चाहिँ हामी अरू टाइपको लुप हेरौँला अरू इक्जाम्पलहरू पनि गरौँला आजलाई हामी यति नै गरौँ